ल हेर्नु साथीहरू, हाम्रो मेहनतको फल यहाँ सुक्दैछ। 2 दिन भयो घाम नलागेको, मौसमले लास्ट धोका दिइरहेको छ। कुहिएला भन्ने यस्तो डर थियो, तर यतिको चाहिँ सुकिरहेको छ। यहाँ एउटा नाङ्लो छ, अनि उता पर पनि एउटा नाङ्लो छ, 2 नाङ्लो भइसक्यो। अनि ल हेर्नु, अब चाहिँ साँझ पर्न लागेको छ। आज ईदको दिन हो, ह्याप्पी न्यू इयर भन्न चाहन्छु अहिलेबाटै नै है। मेरो कति धेरै काम छ कि भित्र है साथीहरू। ल हेर्नु, यो चाहिँ हो खोले साग। म चाहिँ यसलाई धोएर रेडी गर्छु भोलिको लागि। त्यसपछि आज क्वाटी पनि बनाउँदैछु। यति चिसो लागिरहेछ मलाई, बहिनीलाई है। यो क्वाटीको झोल मस्त पिरो पिरो बनाएर टन्न पिए त अलि न्यानो पनि होला, चिसो पनि भाग्लो भनेर चाहिँ। काम चाहिँ धेरै छ। यो कामको सिलसिलामा बाहिरबाट म्याउ 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 भनेको आवाज चाहिँ कति आइरहेको छ कि। ल हेर्नु, यो हाम्रो घर बाहिर छ कि एउटा बिरालो। यो चाहिँ हाम्रो छिमेकीको बिरालो हो। अनि बेला बेलामा हाम्रो घरमा आउँछ, आएर चाहिँ अब के गर्नु, उसलाई जहाँ मन लाग्यो त्यहीँ सुतिदिन्छ, जे गर्न मन लाग्यो त्यही गरिदिन्छ। इन्जोय छ कि यो सुडी मोटुलाई चाहिँ। थ्याङ्क यू फर वाचिङ। लाइक, कमेन्ट एन्ड सेयर पनि गरिदिनु होला है साथीहरू।